सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म आएको छु होटलको खाना खान होइन है गाइज। म चाहिँ लङ ट्राभल गरेर आएको सैलुङको लागि। यो चाहिँ ठ्याक्कै थाहा भएन कुन ठाउँ हो। अहिले एकछिनमा भन्छु है, जहिले पनि एकछिनमा भन्छ नि, किनभने म प्रिपेयर छैन, एक्कासी भिडियो बनाउनु लाग्यो। यहाँ चाहिँ म होटलमा बसेर होइन यसरी हेर्न सक्नुहुन्छ, खाना खाँदैछु। अब खाने हो। अनि कस्तो राम्रो भ्यू छ यहाँदेखि चाहिँ, हेर्नु त भ्यू कस्तो दामी छ होटलको यहाँदेखि होइन, पोइन्ट अफ भ्यूदेखि यस्तो भ्यू देखिरहेको छ। त्यही हो, खाना खाने हो। एकदमै गाह्रो भयो, भोमिट गर्दा गर्दा। यो ठाउँको नाम के अरे दिदी? हजुर मुडे। यो ठाउँको नाम छ मुडे। गाइस मुडेमा आएर म रेस्ट गरेको अनि प्लस खाना खाँदै हो। यहाँदेखि चाहिँ हामीले छुट्टै गाडीमा चढ्नुपर्छ अनि सैलुङको गाडीमा जाने, अनि त्यहाँ सैलुङ गएर फेरि त्यहाँ गएर फेरि ट्रेकिङ गर्दै जानुपर्छ। सो अन्त्यसम्म हेरेर साथ दिनु होला। थ्याङ्क यू। फाइनली गाइज हाम्रो गाडी पनि सैलुङसम्म आइसक्यो। यो चाहिँ रहेको छ सैलुङको वर्स पार्क। यहाँदेखि चाहिँ हामी ट्रेकिङ गरेर माथि जानेछौँ अनि सैलुङको गेट हुँदै माथि जाने। लेट्स सी हेरौँ कतिको टाढा छ। लेट्स गो। यही ठाउँदेखि म यति दुःख गरेर हिँडेर आएँ होइन यहाँ चाहिँ। अनि चाहिँ म चाहिँ अलिकति रेडी पनि भएको छु। अब चाहिँ म माथि जाने तयारी गरिदिएको छु। लेट्स सी। फ्रेस पनि भयो, बट माथि जान अझै 2-3 आवर्स लाग्छ भनेको सुनेको छु। कति लाग्छ हेरौँ है। मैले चाहिँ एउटा ठाउँमा फ्रेस भएर होटलमा राखेको छु र म चाहिँ बिहानै 5 बजी उठेर गाडी चढेको गाइज। गाडीमा थाहा छ हजुरलाई मलाई गाडी लाग्छ, सो द्याट्स वाइ मैले भिडियो बनाइनँ। अनि त्यही हो, त्यो डुङ्गे हो कि यो ठाउँको नाम पनि बिर्सिहालेँ। त्यहाँ खाना खायो, त्यहाँदेखि गाडी आयो, त्यहाँदेखि चढिहालेँ। देखिराख्नु भएको साथीहरू, त्यही टाढीको डाँडामा चाहिँ म जाने हो है, राइट। यति दुःखले यहाँसम्म आइसकेको छु, बट फाइनली आयो भन्ने दिन कहिले आउला। माथिको चुचुरो डाँडामा जाने हो म चाहिँ। अब धेरै मिहिनेत गरिरहेको छु, हिँडिरहेको पनि छु एकदमै। अहिले चाहिँ सायद घुमेर गइसक्ने सिजन छ, त्यही भएर चाहिँ मैले खासै मान्छे रस देखेको छैन र यता आउन त्यस्तो गाह्रो छैन। गाडीमा हुने हो, 2टा गाडी चेन्ज गर्ने काठमाडौँदेखि होइन। त्यही हो, गाह्रो छैन। तर त्यति हो, ट्रेकिङ गर्न र अलिकति सामान हजुरहरूको हेभी छ भने लाइट लिएर आउनु, किनभने उकालो चढ्ने हो। त्यसरी अलिक गाह्रो नै हुन्छ भन्छु है म चाहिँ। तर आउनु चाहिँ यो ठाउँमा एकदम आउनुहोस्, म सजेस्ट दिन्छु। एकदमै राम्रो ठाउँ छ, धेरै नेचुरल टाइपको चिजहरू छ। म चाहिँ फर्स्ट टाइम हो यो ठाउँमा पनि है। हजुरहरूले हेरिराख्नु भएको छ। ओ माई गड, एकदम ब्लेसिङ फिल लाग्ने कि कत्रो पुगेला भन्ने छ। तर त्यो डाँडामा हेर्नु न, अझै पुग्न कति टाइम छ क्या गाइस। म चाहिँ जङ्गल छिरिसकेको छु फाइनली। यो चाहिँ ट्रेकिङ गर्ने एरिया हो। यहाँ चाहिँ यस्तो सैलुङ लेखेको छ भने यहाँ गुफा जाने यता हो भने चाहिँ सैलुङ जाने यता भनेर हामीलाई डाइरेक्सन दिएको छ। म हिँडिरहेको छु है। अनि यहाँ कति राम्रो के भन्छ, पछाडि चाहिँ रेस्ट गर्नको लागि, मेबी बस्नको लागि बनाइएको छ भनेपछि कस्तो राम्रो डेकोर गरेको छ है हाम्रो जङ्गललाई। यहाँ चाहिँ पुरा डाफे ढुङ्गा भनेर पनि धेरै कुराहरू लेखिदिएको छ यहाँको मान्छेहरूले। यो चाहिँ एकदम राम्रो गर्नुभएको छ है। बाटो त यस्तै छ, अघि सिँढीमा हिँडेको थियो भनेपछि अहिले चाहिँ यहाँ ढुङ्गाको माटोको बाटो म हिँडिरहेको छु। तर शीतल रहेछ, गर्मीमा आए पनि हजुरहरू हिँड्न सक्नुहुन्छ है, किनभने हेर्नु न माथि हेभी रुखहरू मात्रै छ। त्यसैले सुन, अहिले चाहिँ मैले रेस्ट गरिरहेको छु होइन गाइस। अझै माथि चढ्न अझै मलाई आधी घन्टा लाग्छ होला मेबी होइन, किनभने मसँग मेरो ब्यागहरू पनि छ। यहाँ चाहिँ मेरो यति ब्यागहरू छ गाइस। भनेपछि यहाँ हिमालको चुचुरामा म पुगिसकेको छु होइन। हेर्न सक्नुहुन्छ यहाँदेखि कस्तो भ्यू देखिरहेको छ भनेपछि म चाहिँ अझै त्यो पहाडी डाँडामा पुग्नु छ, राइट। अझै माथिको चुचुरामा पुग्नु छ र मैले 3-4 जना मान्छेलाई देखिसकेको छु। यहाँ म मात्रै होइन, छ अलिअलि आइराख्नु भएको रहेछ। Oh my god, सास फुलिन्छ
गाह्रो छ गाइस भिडियो हेरेर यस्तो सजिलो चाहिँ छैन है ट्रेकिङ गर्न तर त्यति ब्याड पनि छैन प्लिज अलिअलि हिँड्न सक्नुहुन्छ भने आउनु सक्नुहुन्छ तपाईँहरू होइन त्यति हेभी त्यति लङ भन्ने छैन मलाई लाग्थ्यो 2-3 घन्टा लाग्छ बट मलाई लाग्यो 1.5 घन्टामै पुगिन्छ गाइस बोल्न सकेको छैन देख्न सक्नुहुन्छ टेम्पल चाहिँ टाढा छ होइन आइसक्न लागेको छु म आफ्नो गन्तव्यसम्म पुग्न लागिसकेको छु भने म चाहिँ अहिले एकदमै के भन्छ टाढैमै छु होइन यु क्यान सी हाम्रो देश प्रकृतिले एकदमै भरिफुण्ड छ भनेको साँच्चैकै होइन यो भिडियोबाट हेर्न सक्नुहुन्छ यो मात्रै नभएर धेरै ठाउँ एक्सप्लोर गरिसकेको छु र आउने दिनमा गर्ने पनि छु हजुरहरूको साथ सपोर्टले हेर्नुहोस् त मेरो पछाडि कस्तो राम्रो तरिकाले के भन्छ पुरै हिमाल छर्लङ्ग देखिएको छ होइन मलाई यो हेरेर एकदमै अचम्म लाग्यो होइन यो चाहिँ नाम के छ भने चाहिँ पृथ्वीको नाइट हो नेबल अफ अर्थ होइन भने यहाँ चाहिँ त्यसको आकार सेपहरू दिइरहेको छ कसरी के छ भनेर त्यहाँ इक्जाम्पल गरेको छ त्यहाँ पनि जानेछौँ हामी होइन त्यही हो पुग्न त पुगिन्छ अभियसली गाइस तर यसरी भिडियो मात्रै हेर्नु भएन कि गाइस तपाईँहरू पनि आउनु पर्यो घुम्नु पर्यो एक्सप्लोर गर्नु पर्यो है यो ठाउँलाई मैले गरेँ मलाई एकदम खुसी लाग्यो यो रहेको छ भने हामी त्यहाँ माथि जानेछौँ है गाइस सो गाइस फाइनली म चाहिँ सैलुङको टेम्पलमा चाहिँ आइसकेको छु मेरो ब्याकग्राउन्डमा चाहिँ टेम्पल छ होइन है यत्रो मिहिनेतपछि चाहिँ म सैलुङ आयो माई गॉड आई क्यान बिलिभ कि माई गॉड कस्तो चिसो हावा लागेको छ होइन यहाँ चाहिँ अनि तर सैलुङलाई चाहिँ एकदम राम्रो डेकोरेसन गरिरहेको छ होइन गाइस यो के हो यसको मोटिभेसन आइटम होइन यस्तो राम्रो डेकोरेसन गरेको छ अनि सेन्टर पोइन्ट चाहिँ यहाँ रहेको छ होइन अनि त्यो चाहिँ देख्न सक्नुहुन्छ त्यो चाहिँ साइड टावर हो त्यहाँ गएर पनि फोटो खिच्न सकिन्छ तर आई डोन्ट ह्याभ एनी फ्रेन्ड्स अर कोही पनि छैन सो म चाहिँ ब्लग गर्दै हिँडिरहेको छु यही नै मेरो एभ्रिथिङ हो म यतिमै सेटिस्फाई छु है गाइस यहाँ ब्याक साइडको म देखाउँछु हजुरहरूलाई ओके यहाँको डाँडा पनि यहाँ रहेको छ भनेपछि उता चाहिँ गाउँ रहेछ गाइस होइन यहाँ चाहिँ गुम्बाको इक्जाम्पल देखाइरहेको छ यो त यो मन्दिर भन्दा यो ढुङ्गाले बनाएको हो मेबी सो गाइस कस्तो राम्रो ठाउँ छ तपाईँहरू नआयो भने म तपाईँहरू देखाएँ नि तपाईँहरूलाई जस्तो लाग्यो नि होइन अनि तपाईँहरूले लाइक म कहाँ जान्छ के गर्छ एभ्रिथिङ अपडेट मैले मेरो यो वाट्सएप च्यानलमा दिइरहेको छु सो मेरो वाट्सएप च्यानललाई पनि जोइन गर्नु होला प्लिज 3 hours later ओ माई गॉड गाइस एकदमै जाडो भएको छ र तपाईँलाई थाहा छ अहिले 5 बजिरहेको छ र टोटल्ली यहाँदेखि मान्छेहरू जति पनि आउनु भएको थियो त्यो सबै मान्छेहरू गायब भइसक्नु भयो किनभने जाडोमा यहाँ हुन अलिकति रिस्क नै छ सासलाई अनि हेर्दा त्यस्तो देखिँदैन बट एकदमै चिसो हात खुट्टा यो मेरो हात जमिसकेछ लिटरली होइन यताउता गर्न पनि कस्तो क्या एकदमै हार्ड फिल भइरहेको छ हिउँले खायो भन्छ त त्यस्तै भइरहेको छ मेरो ब्याकग्राउन्डमा चाहिँ देखाउँछु ल
यस्तो भइसकेको छ, राति पर्न लागिसकेको छ। दिस इभिनिङ भ्यू। अनि अब चाहिँ घाम डुब्न लागेको छ, ब्याकग्राउन्डमा सनराइज अलिअलि भ्यू आइरहेको छ होइन। अनि मेरो पछाडि चाहिँ यो चाहिँ सैलुङको डाँडा हो। र गाइस म अहिले टपमै छु, एउटा डाँडामै छु म पनि होइन। एकदमै चिसो हावा अनि एकदमै जाडो, मेरो हात खुट्टा किटिसकेको छ लिटरली, एकदमै गाह्रो भइरहेको छ गाइस। बट नो वरिज, यो हात जमिसकोस् केही छैन। तर ओ माई गड, मैले यो के देखेँ गाइस, प्लिज हेर्नुहोस् त। म यहाँ बसेको छैन ल, म यहाँ बसेको होइन। यो एभ्रिथिङ यति धेरै फुरोस् छ यहाँ, अनि प्लस यहाँ बियरहरू पनि छ। यो मान्छेहरू यहाँ आएर एकदमै फोहोर गर्दो रहेछ। मैले चाहिँ त्यही पानीको बोतल र सानो जुस लिएको थियो, त्यो पनि मैले मेरो ब्यागमा लगेर जाने हो। मैले कहिले पनि त्यस्तो प्लास्टिकवाला चिज युज गर्दैन, इभेन भयो भने पनि म लगेर जान्छु है। माई गड, यो कुरा मलाई एकदम च्यालेन्ज गरिरहेको छ सैलुङले। आई डिड इट। मैले भर्खरै खाना खाएर पनि आइसकेँ र अब म चाहिँ सुत्ने तयारीमा छु गाइस। एकदमै स्मल छ बट एकदमै कम्फर्टेबल एन्ड सुइटेबल छ। सो अब सुत्ने, भर्खरै खाना खाएर आएको, अब सुत्नुपर्छ। सो बाई। Tomorrow. त हेलो गाइस, गुड मर्निङ। म चाहिँ अलिकति ढिलो भयो वेकअप गर्न, सो द्याट्स वाइ मैले हजुरहरूलाई सनराइजको भ्यू देखाउन पाइनँ। आम सो सरी है गाइस, सुते भएछु म। अनि अलिकति रातिसम्म सर्भाइभ गर्दा एकदमै बिरामी भएको थियो। यहाँदेखि देखाउँछु नि ल। अहिलेको भ्यू चाहिँ यस्तो भइरहेको छ होइन, घाम लागिसकेको। म चाहिँ यहाँ छु अहिले। सन्चो नभएर म सुते भयो कि साथीहरू। कुहिरो लागेको छ, हो पारि चाहिँ कुहिरो लागेको छ हो गाइस। कस्तो डाउन गर्न नमिल्ने कि लाई। सो तपाईँहरूलाई फिल भइरहेको होला है, ब्याकग्राउन्ड चाहिँ अलिकति चाइना बोर्डरको भाइब्स दिइरहेको छ। र मलाई पनि फर्स्ट टाइम त्यस्तै लागिरहेको थियो होइन। त्यस्तै छ इक्जाम्पल अलिकति होइन गाइस। सो अहिले चाहिँ घाम लागिसकेको छ। म एउटा सानो डाँडामा आएको छु होइन। यहाँदेखि चाहिँ फुल्ली माउन्टेन देखिन्छ अनि क्लडी भ्यू पनि हटिसकेको छ। अहिले चाहिँ मेरो ब्याकग्राउन्डमा चाहिँ यस्तो छ भने यो एउटा के भन्छ डाँडा नै हो सैलुङको होइन, सानो पिस छ ल। आर यु गाइस रेडी? एकदम क्लियर छ। माई गड।
माई गॉड यहाँ चाहिँ सानो बस्ती रहेछ गाइस होइन यसको पछाडिहरू अनि होटल पनि रहेछ भनेपछि त्यहाँ देख्न सक्नुहुन्छ त्यहाँ देखेको चाहिँ त्यो देखेको चाहिँ बस पार्क पनि हो ए बाटो हुँदै जाने हो हामी चाहिँ है गाइस तर यहाँको घाँसहरू कस्तो छ भनेपछि एकदमै कालो अनि डार्क ग्रिन रहेको छ होइन त्यहाँदेखि चाहिँ सैलुङको डाँडा चढ्ने हो भने सैलुङ चाहिँ पल्लो अर्को डाँडा है सनराइज सैलुङ सनराइज रिसोर्ट हो नि भाइ हजुर हो ल बाई बाई गाइस हामीले नास्ता पनि खाइसकेको छौँ अनि यो रिसोर्ट चाहिँ होइन लाइक टोटल्ली काठले बनाएको छ होइन अनि न्यू पनि हो एकदमै राम्रो कम्फोर्टेबल एन्ड स्विट छ अनि अलिकति त यहाँदेखि यहाँ यो सबैभन्दा टपको होटल हो ओ माई गड गाइस म यति धेरै थाकेको थिएँ कि मैले ट्राभलको भिडियो जाँदा पनि बनाउन सकिनँ र आउँदा पनि बनाउन सकेन किनभने भोमिटिङ हुने टाउको दुख्ने लिटरली त्यस्तै मात्रै भइरहेको थियो अनि त्यहाँको चिसो एकदमै चिसो थियो होइन भिडियोमा त देखेको छैन तर एकदमै चिसो थियो सर्भाइभ गर्न एकदम गाह्रो थियो अब म तराईमा बस्ने मान्छे एक्कासी पाहाडमा आएर हेर्दा त्यस्तो नलाग्ने तर भित्रभित्र चिसो हुने क्या अनि स्पेसली यो त अब माघको महिना हो नि त पहिलो हप्ता हो सो तपाईँ कन्फ्युज नहुनु है त्यो सनलाइट देखेर यो चिसो महिना हो नि भर्खरै माघ लागिरहेको छ पहिलो हप्ता हो आई डोन्ट नो भिडियो कहिले पोस्ट हुन्छ होइन किनभने एकदमै मेरो हेल्थ पनि खराब भइरहेको छ प्लस म अलिअलि बाहिर कुराहरूमा पनि बिजी भइरहेको छु एडिटिङ गर्नको लागि टाइमै छैन सिक मात्रै भइरहेको छ एकदमै बिरामी मात्रै भइरहेको छ यो भिडियो कहिले जान्छ थाहा छैन तर छिटोभन्दा छिटो आउट गर्न कोसिस गर्छु र सायद 1 महिना लाग्छ होला यो भिडियो आउट हुनलाई त्यही पनि साथ सपोर्ट र माया दिइराख्नु होला थ्याङ्क यू सो मच यति लङ भिडियो हेरिदिनु भयो आई नो म सोसल मिडियामा एकदमै एक्टिभ नै छैन किनभने मेरो मोबाइलको
लक खराब गएर सबै मेरो फोटो भिडियो आउट लाइक डिलिट भएको थियो त्यही भएर पनि मलाई धेरै टाइम लियो भिडियो आउट गर्नको लागि। अनि चाहिँ यो कन्टेन्ट एन्ड यस्तो भिडियो सबै एभ्रिथिङ मेरो लागि नयाँ हो, म सिकिरहेको छु, गराउँदै जान्छु। कस्तो कस्तो के कुराहरू एड गर्नुपर्छ भने कमेन्टमा सजेस्ट गर्दै जानु होला। 2K लाइक्स एन्ड 100 कमेन्ट गर्न नबिर्सिनु होला नेक्स्ट भिडियोको लागि वेटिङ गर्नुलाई। थ्याङ्क यू, बाई बाई।